नमस्कार, श्री हरि श्री राधे। म आचार्य प्रकाश पौडेल, तपाईँ हेर्दै सुन्दै हुनुहुन्छ संस्कार सागर टिभी। आज हामी यात्रा गर्दाखेरि यात्रा कसरी जुराउने भन्ने विषयमा चर्चा गर्नेछौँ। तपाईँ कुनै क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ भने त्यो क्षेत्रमा आजका दिन जानलाई शुभ छ कि छैन भने के कस्ता उपायहरू अपनाउने र खास गरी टाढाको यात्रा गर्दै हुनुहुन्छ भने कति बजेदेखि कति बजेको बिचमा तपाईँले यात्रा गर्नुपर्छ भन्ने विषयमा चर्चा गर्नेछौँ। सामान्यतया हामीलाई कुन दिन कताको यात्रा गर्ने अथवा कताको यात्रा नगर्ने भनेर जानकारी लिन सक्छौँ। सामान्यतया युट्युब अथवा अन्य क्षेत्रबाट पनि हामीले यो जानकारी लिन सक्छौँ। तर कति बजेदेखि कति बजेको बिचमा यात्रा गर्ने भनेर चाहिँ धेरैले कमेन्ट गर्ने, फोन गर्ने गर्नुहुन्छ। आज हामी आफैले तपाईँलाई सम्भव छैन नजिकै कुनै गुरुसँग भेट्नलाई अथवा परामर्श लिनलाई, तपाईँ टाढा हुनुहुन्छ, तपाईँले परामर्श लिने समय भेट्नु भएन भने पनि आफैले चाहिँ कसरी जुराउन सकिन्छ, यात्रा कसरी गर्दा ठिक हुन्छ, कुन दिन कताको कति बजे यात्रा गर्दाखेरि राम्रो हुन्छ भन्ने विषयमा समग्रमा चर्चा गर्नेछौँ। सुरु गरौँ आजको श्रृङ्खला दिशाशूलबाट। दिशाशूल भन्छ, दिशाशूल भनेको कुनै पनि डाइरेक्सनमा निषेध बार लगाइएको भन्ने बुझ्नु पर्दछ। कुनै कुनै दिन चाहिँ कुनै कुनै डाइरेक्सनमा चाहिँ जानै हुन्न भनिएको छ र कुनै दिन चाहिँ त्यो डाइरेक्सनमा जाँदाखेरि बढी लाभ मिल्छ। जस्तै पूर्व दिशामा तपाईँ सोमबार र शनिबार चाहिँ सकेसम्म नजाँदा राम्रो, किनकि त्यो दिन दिशाशूल परेको हुन्छ। फेरि पनि मैले दोहोऱ्याएँ, पूर्व दिशामा सोमबार र शनिबार चाहिँ यात्रा नगर्दाखेरि बढी लाभदायक र बढी उपयुक्त हुने भयो। पश्चिम दिशाको कुरा गर्ने हो भने आइतबार र शुक्रबार पश्चिम दिशामा तपाईँ जानु भएन, दिशाशूल परेको हुन्छ। दक्षिण दिशामा तपाईँ बिहिबारका दिन दक्षिण दिशामा तपाईँलाई यात्रा गर्न निषेध गरेको छ शास्त्रले। तपाईँ उत्तर दिशातिर जाँदै हुनुहुन्छ भने चाहिँ मङ्गलबार र बुधबार चाहिँ नपार्नु, अरू कुनै समय पारेर जाँदा राम्रो भयो है। मङ्गलबार र बुधबारका दिन चाहिँ उत्तर दिशाको यात्रालाई चाहिँ अलिकति अभोइड गर्ने, अलिकति जानलाई अब अत्यन्त आवश्यक पऱ्यो भने उपाय पनि छन्, होइन भने चाहिँ सकेसम्म नजाँदा नै राम्रो भयो भन्ने कुराहरू यो तपाईँहरूले बुझ्न सक्नुहुन्छ। यो भयो कुन दिशामा कहिले नजाने भन्ने विषयमा। अब कुन दिशामा कहिले चाहिँ जाने त भन्ने विषयमा चाहिँ एउटा यात्रा गर्दाखेरि अथवा कुनै पनि शुभ कर्महरू गर्दाखेरि चाहिँ एउटा के भनाइ छ भने चन्द्रमालाई सम्मुख अथवा दाहिने पार्ने। सुन्नुभयो होला तपाईँले, चन्द्रमालाई आफ्नो अगाडि अथवा दाहिने हाततिर पारेर यात्रा गर्नुभयो भने शुभ हुन्छ, तर माथिका बारहरू छोडेर। अब कसरी थाहा पाउने चन्द्रमा आजका दिन कुन डाइरेक्सनमा छन् भनेर? त्यसको लागि तपाईँले आफूसँग भएको कुनै पनि पञ्चाङ्ग भित्तेपात्रमा चाहिँ उल्लेख हुँदैन, हामीले प्रकाशन गर्ने भित्तेपात्रमा चाहिँ उल्लेख छ, तर अरू भित्तेपात्रमा चाहिँ यसरी उल्लेख गरिएको हुँदैन। अब के बुझ्नुहोस् भन्दा तपाईँसँग कुनै मोबाइल एप्लिकेसन छ जसमा पञ्चाङ्ग पात्रो चाहिँ देखाइरहेको हुन्छ होइन। तिथि, बार, नक्षत्र, करण, योग, यसको संयोगलाई चाहिँ पञ्चाङ्ग भनिन्छ। यो कुराहरू देखाएका हुन्छन्, जस्तै नेपाली पात्रो आदि होइन। अब तपाईँले त्यो पात्रो खोल्नुभयो भने अन्तिममा लेखेको हुन्छ चन्द्रमा आज फलानु राशिमा छन्। त्यो चन्द्रमा मेष राशिमा छन्, चन्द्रमा वृष राशिमा छन्, चन्द्रमा मिथुन राशिमा छन्, चन्द्रमा तुला राशिमा छन् भनेर चन्द्रमाको राशि, बृहस्पतिको राशि, सूर्यको राशि चाहिँ त्यहाँ लेखेको हुन्छ। त्यो मध्ये हामीले चन्द्रमाको राशिलाई लिनु पर्यो। यदि त्यो दिन चन्द्रमा मेष राशिमा छन् भने चन्द्रमा पूर्व दिशामा छन्। अब पूर्वतिरको यात्रा गर्न के भयो? लाभदायक भयो। तर मैले अघि नै भने चन्द्रमालाई दाहिने पार्न पनि सकिन्छ। चन्द्रमालाई दाहिने पार्नको लागि तपाईँले उत्तरको यात्रा गर्नुभयो भने पूर्व दिशा स्वतः के हुन्छ? दाहिने पर्छ। त्यसैले त्यो दिन तपाईँले चन्द्रमा मेष राशिमा भएका दिन पूर्वको र उत्तरको यात्रा गर्न मिल्यो। अब पश्चिम र दक्षिणको चाहिँ गर्नु भएन, किनकि चन्द्रमा देब्रे पर्ने भए, अर्को चाहिँ उल्टो पर्ने भयो। चन्द्रमालाई पछाडि पार्नुहुन्न भन्ने शास्त्रको मान्यता छ, शास्त्रमा उल्लेख छ। त्यस्तै वृष राशिमा चन्द्रमा छन् भने दक्षिण दिशामा हुने भयो। दक्षिण दिशामा चन्द्रमा हुँदाखेरि दक्षिण दिशाको यात्रा गर्न मिल्यो, पूर्व पनि मिल्यो, दक्षिण दिशाको पनि मिल्यो। पूर्वतिर जाँदाखेरि दक्षिण दाहिने पर्ने भयो, अनि दक्षिणतिर जाँदाखेरि चाहिँ चन्द्रमा सम्मुख पर्ने भयो। जस्तै मिथुन राशिमा छ भने पश्चिम दिशातिरको यात्रा गर्नु मिल्यो र दक्षिण दिशाको यात्रा गर्न मिल्यो, किनकि मिथुन राशिमा चन्द्रमा आउँदा चन्द्रमा पश्चिम दिशामा हुन्छन्। जस्तै कर्कट राशिमा छ भने उत्तर दिशामा हुने भयो चन्द्रमा, उत्तर र पश्चिमको यात्रा गर्न मिल्यो, किनकि सम्मुख र दाहिने मैले अघि भने। जस्तै सिंह राशि र धनु राशिमा चन्द्रमा छन् भने पूर्व दिशामा चन्द्रमा छन्, उत्तरतिरको र पूर्वको यात्रा गर्न मिल्यो। त्यस्तै तपाईँको वृष, कन्या र मकर राशिमा चन्द्रमा छन् भने दक्षिण दिशामा चन्द्रमा हुन्छन्,
दक्षिण र पूर्व दिशाको यात्रा गर्न मिल्छ। त्यो पश्चिमतिर चन्द्रमा हुने दिन राशि भनेको मिथुन राशिमा चन्द्रमा आउँदा, तुला राशिमा चन्द्रमा आउँदा, कुम्भ राशिमा चन्द्रमा आउँदाखेरि पश्चिम दिशामा चन्द्रमाको बास हुन्छ। तपाईँले चन्द्रमालाई सम्मुख पार्न मिल्यो, अर्थात् पश्चिमतिर जान मिल्यो। दक्षिणतिर जाँदाखेरि पश्चिम दिशा दाहिने हाततिर पर्ने भएको बोले दक्षिण दिशातिर पनि जान मिल्यो। कर्कट, वृश्चिक र मीन राशि हुँदाखेरि चाहिँ उत्तर दिशामा चन्द्रमाको बास हुन्छ। त्यसैले चन्द्रमालाई दाहिने पार्दा अथवा उत्तर दिशा र पश्चिम दिशातिर तपाईँले यात्रा गर्न मिल्यो। अब मानौँ आज आइतबार परेको छ अनि आइतबारका दिनै चन्द्रमा चाहिँ मेष राशिमा रगी छ। अब तपाईँ जान मिल्यो पूर्वतिर। तर अब तपाईँलाई कस्तो कन्फ्युजन भयो भन्दा कति बजे घरबाट निस्किने, कति बजे निस्कियो भने चाहिँ शुभ हुन्छ। मैले यो विषयमा रातिको चाहिँ चर्चा गर्दिनँ, किनकि हामी प्रायः रातिको यात्रा सायद गर्दैनौँ होला। त्यस्तो आवश्यक पऱ्यो भने त्यो पनि उल्लेख गरौँला। अहिले चाहिँ मैले दिनको बारेमा मात्रै कुरा गरेँ। जस्तै मानौँ पूर्वतिर जानुपर्ने छ, आज आइतबार हो र मेष राशिमा चन्द्रमा रगी छन्। अब आइतबारका दिन पूर्व दिशामा दिशाशूल पर्दैन, पश्चिमतिर पर्छ। मैले पहिल्यै भने अब चन्द्रमा पनि के छन्, मेष राशिमा छ भनेको सम्मुख चन्द्रमा परे। जाने कति बजे भन्दाखेरि अब तपाईँले यहाँ मैले एउटा यो तालिका देखाएँ, त्यसमा बुझ्नुहोस्। सुरुमा उद्योग लेखेको छ, आइतबार लेखेर उद्योग लेखेको छ, त्यसपछि चर लेखेको छ, त्यसपछि लाभ लेखेको छ, त्यसपछि अमृत, त्यसपछि काल, शुभ, फेरि रोग र फेरि उद्योग। अब यहाँ तपाईँले बुझ्नुपर्ने कुरा के छ भने 8वटा जति पनि चिजहरू यहाँ उल्लेख भयो, त्यो एउटा चिजले चाहिँ घाम उदाएको 1.5 घन्टासम्म एउटा त्यो जस्तै आइतबारका दिन उद्योग भन्ने कुरा चाहिँ घाम उदाएको 1.5 घन्टासम्म घाम उदाएपछि मानौँ 5:30 बजे घाम उदायो अथवा 6 बजे घाम उदायो मानौँ होइन। 6 बजे घाम उदायो भने 7-7:30 बजेसम्म चाहिँ उद्योग भन्ने छ। उद्योग भनेको मन चाहिँ अलिकति खुल्दुली हुने, डर लागे जस्तो हुने, कसो गरौँ हुने, छटपट्टि हुने। यसमा त यात्रा गर्नु भएन, कुनै पनि शुभ कर्महरू गर्नु भएन। त्यसको 1.5 घन्टापछि चाहिँ चर भन्ने छ। अब 7:30 देखि 8-9 बजेसम्म चाहिँ चर भन्ने रहेछ। चर पनि कस्तो भन्दा चञ्चलता ल्याउने होइन, स्थिर भएर बस्न नसक्ने खालको समस्याहरू भयो। त्यसैले 7:30 देखि 9 बजेसम्मको बिचमा पनि तपाईँले के भयो, यात्रा गर्न मिलेन। तर त्यसको लगत्तै लाभ छ। 9 देखि 10:30 बजेसम्म भनेको मैले 1.5 घन्टा अघि भने होइन। 9 भनेको 10-1 घन्टा, 10:30 1.5 घन्टा होइन। यो 1 घन्टा 30 मिनट चाहिँ फेरि के भयो, लाभ भयो। अब लाभको समय भनेको शुभ फल मिल्ने क्या लाभ भनेको होइन। त्यो समयमा पनि तपाईँले के गर्न मिल्यो, यात्रा गर्न मिल्यो। अब सर्वोत्तम अमृत भन्छ। अमृत चाहिँ तपाईँको कति बजेबाट 10:30 बजे भनेपछि 11-12 बजेसम्म अमृत छ। तपाईँले 12 बजेसम्म चाहिँ यात्रा गर्न मिल्यो। त्यसपछि फेरि 1.5 घन्टा काल छ, 1:30 बजेसम्म, त्यसमा गर्न भएन। फेरि 3 बजेसम्म शुभ छ, त्यसमा यात्रा गर्न भयो, शुभ राम्रो। त्यसपछि 3 बजेदेखि 4:30 बजेसम्म रोग छ, त्यसमा यात्रा गर्नु भएन। र फेरि 4:30 देखि 5-6 बजेसम्म चाहिँ फेरि उद्योग छ, त्यसमा पनि के गर्यो, यात्रा गर्नु भएन। अब मैले तपाईँलाई अघि भने होइन, चरमा यात्रा गर्नु भएन, लाभ, अमृत र शुभमा चाहिँ यात्रा गर्न मिल्यो। लाभ, शुभ, अमृत जति बजेदेखि जति बजेको बिचमा छ त्यो बिचमा तपाईँले यात्रा गर्न मिल्छ। अब मैले तपाईँलाई के सल्लाह दिन्छु भने सामान्यतया हाम्रो काठमाडौँबाट चाहिँ पञ्चाङ्ग बनेको हुन्छ र सूर्य उदय आदि पनि काठमाडौँमै आधारमा राखिएको हुन्छ। तर काठमाडौँ र कैलालीको सूर्य उदयमा केही मिनटको अन्तर छ। यो तपाईँले देशान्तर पढ्नुभयो भने, समयान्तर पढ्नुभयो भने त्यो डिटेलमा बुझिन्छ। जस्तै भारत र यहाँको समय अन्तर हुन्छ, त्यस्तै एक्चुअलमा काठमाडौँ र यहाँको पनि केही मिनटको समय अन्तर हुन्छ। लगभग 24 किलोमिटर बराबर 1 मिनटको समय चाहिँ अन्तर आउँछ। यो चाहिँ तपाईँले एस्ट्रोलोजिकली पनि पढ्नुपर्छ 11-12मा, र तपाईँ गभर्मेन्ट अथवा प्राइभेट स्कुलमा पढ्दै हुनुहुन्छ एस्ट्रोलोजी बाहेक भने पनि 11-12मा देशान्तर भन्ने कुराहरू चाहिँ पढ्नुपर्छ होइन। त्यो बुझाउँछु मैले। अब जस्तै 1.5 घन्टाको बिचमा पनि सुरुको 15 मिनटमा पनि यात्रा नगर्ने र पछिको 15 मिनट पनि यात्रा नगर्ने, बिचको 1 घन्टामा यात्रा गर्नुभयो भने लगभग तपाईँको देशान्तरले पनि तपाईँलाई फरक पार्दैन। यसरी म्यानेज गर्न अगाडि बढ्नुहोस्। तपाईँको यात्रा, तपाईँको दिनहरू समग्रमा शुभ र मङ्गलमय रहोस् कामना गर्दै आजको श्रृङ्खलाबाट बिदा लिने अनुमति चाहन्छु। तपाईँ नयाँ आउनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस्, भिडियोलाई सेयर गर्नुहोस् र आफ्ना जिज्ञासाहरू राख्नुहोस्। तपाईँलाई श्रृङ्खला कस्तो लाग्छ प्रतिक्रियाहरू दिनुहोस्। हामीले थप नयाँ श्रृङ्खलाहरू लिएर आउनेछौँ। तबसम्मका लागि तपाईँको दिन, तपाईँको यात्रा शुभ र मङ्गलमय रहोस् भन्ने कामना गर्दै बिदा लिने अनुमति चाहन्छु। नमस्कार।